आलु मटर सब खतम पारेछ आज। देख्नुहुन्छ डङडङे क्षेत्रमा असिनाको एकदम ठुलो असिना परेर यहाँको बालीनाली सबै खलास बनाएको छ। ए यता त खतम। हजुर मोटर त नछोइ नि गयो नि के हो अब सक्यो। आलुको गति यस्तो बनाइदिएको छ, सीमित क्षेत्रमा मात्रै पर्यो आजको यो असिना पानी। आलू त गल भैंस पानी में, मटर गल भैंस पानी में। यति मात्रै भएको छ है हाम्रो गाउँमा चाहिँ रमाइलो। ल देख्न सक्नुहुन्छ तपाईहरु असिनाले आलुको हालत यस्तो बनाइदिएको छ। ल तपाईहरु देख्न सक्नुहुन्छ छथर गाउँपालिका वडा नम्बर 1 डङडङेमा मात्र यसरी असिना धेरै आज असिना पानी परेको छ। सीमित हलहले पटेक डाँडा र यो डङडङेमा हामीले लगाएको आलु मटर मा क्षति भएको छ। ल तपाईहरु देख्न सक्नुहुन्छ छथर गाउँपालिका वडा नम्बर 1 डङडङेमा मात्र यसरी असिना धेरै आज असिना पानी परेको छ। सीमित हलहले पटेक डाँडा र यो डङडङेमा हामीले लगाएको आलु मटर मा क्षति भएको छ। खेतीपाती बिजोग बनाएर रुनु कि हाँस्नु भइरहेछ। ल है यत्रो ठुलो परेछ असिना त। ल थुप्रो यहाँ मात्रै धेर परेछ नि त, आलु त छैन। भेगैमा असिनालाई हिउँ भन्छ नि, हिउँ जस्तो छ त के गर्नु।